नमस्कार। क्षिति समर्पणको पुस्तक तोर्किन केही समय अगाडि पढेर सकाएँ। यो पुस्तक नेपालको अप्पर मुस्ताङको चराङ गाउँलाई लिएर लेखिएको छ। यस कथाको मुख्य पात्र छेवाङ र उनको परिवार, उनको समाज। मैले उनको समाज, परिवार र छेवाङको ठाउँमा आफू आफ्नो परिवार र समाजलाई राखेर हेरेँ। मलाई एकदमै धेरै भावुक बनायो अनि मलाई यो कथाले छोयो पनि। यो कथामा लेखकले नेपाल जस्तो वर्गीय समाज, जहाँ अहिले पुँजीवादी युग विस्तार हुँदैछ, यो वर्गीय समाजको यथार्थता अनि ग्रामीण भेग, त्यसमा पनि हिमाली र पहाडी जीवनको कठिनाइहरू अनि राज्य र समाजको उदासीनताको कुराहरूलाई प्रस्ट्याउनु भएको छ। यस कथाको मुख्य पात्र छेवाङ, जो परम्परागत र सामाजिक मूल्य मान्यता र यो बदलिरहेको समाज, यो आधुनिक समाजको बीचमा पिल्सिएको एउटा पात्रको रूपमा देखाइएको छ। यसमा एकदमै सरल र सहज र बुझिने भाषामा लेखकले सामान्य पाठकले बुझ्ने गरेर लेख्नु भएको छ यो किताब। यसमा सपना र सम्बन्धका कथाहरू छन्। यसमा सांस्कृतिक र भौगोलिक इतिहासका कथाहरू छन्। हराउँदै गरेका संस्कृति, परम्परा, सकिँदै गरेका सम्बन्धहरू, रित्तिँदै गरेका बस्तीहरू अनि पग्लिँदै गरेका हिउँहरू को कथा हो। यो एउटा कथा मात्रै नभएर यो नेपालको सामाजिक संरचना र वर्ग सङ्घर्षको एउटा प्रतिबिम्बको रूपमा मैले यो पुस्तकलाई पाएँ। यो दशैं र तिहारको बीचमा तपाईहरूले यो पुस्तक किनेर पढ्नुहोला। तपाईहरूलाई दशैं र तिहारको शुभकामना पनि छ। इन्जोय गर्नुहोस्। धन्यवाद।